हामी छौँ अहिले मध्य प्रदेशको गुजरा नगरपालिकामा, जो आफैमा एउटा ऐतिहासिक नगरपालिका छ। विगत 7 वर्षदेखि एकैजना यहाँ निर्वाचित हुनुहुन्छ मेयरको रूपमा। यहाँको प्रमुखले राम्रो काम गरे बापत यहाँका जनताले एकपल्ट पुनः उहाँलाई मौका दियो। के राम्रो काम हो, कस्तो राम्रो काम हो, आम जनताको जिज्ञासा बाहिर पनि छ। जहाँ पालिकाहरू चल्न सकिरहेको छैन, अत्यधिक मध्य प्रदेशको 33वटा पालिका अझैसम्म सञ्चालनमा छैन, त्यहाँको बजेटहरू थन्किएर बसेको छ। कहीँ कर्मचारीको कमी छ भने कहीँ जनप्रतिनिधिहरू बीचमा तारतम्य मिलिरहेको छैन। कमिसनको खेलमा पनि नगरपालिकाहरू त्यत्तिकै र गाउँपालिकाहरू अत्यधिक मात्रामा रुष्टता देखाइरहेछ। काम गर्न पाएनौँ भन्ने अधिकांश मेयरहरूको गुनासो रहेको समयमा गुजरा नगरपालिकाको के हुँदैछ त्यो वस्तुस्थिति बुझ्नको लागि हिन्दूज टिभीको यो प्रेम विथ पब्लिकमा हामी आज आएछौँ गुजरा नगरपालिका, र हामीसँग हुनुहुन्छ गुजराका मेयर सन्तलाल चौधरी। सन्तलालजी, तपाईँलाई स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? एकदम। कस्तो चलिरहेछ पालिका? राम्रै, एकदम सुझबुझका साथ। 7 वर्ष पहिले तपाईँ मेयर बन्नुभएको थियो पहिलोचोटि। हजुर। त्यो बेला तपाईँले गरेको प्रतिबद्धता र आज 7 वर्ष पछिको अवस्था गुजरा नगरपालिकामा कस्तो, के भिन्नता छ त्यसमा? अब त्यतिखेर भन्नुपर्दा यहाँ केही पनि थिएन, शून्यदेखि सुरु गरे हो सुरुवात। यो एउटा चाहिँ हुन्छ दुर्गमै जङ्गलसित टाँसिएको र कुनै पनि किसिमको यातायात चाहिँ जो थिएन। यातायातको असुविधा हजुर। आजकल एकदम सुधार छ। अब 2-2वटा 3-3वटा चाहिँ खोला जस्तै भनौँ न, यो लम्हा भयो, बिचमा जुन हाम्रो गुजरा खोला, त्यही गुजराकै खोलाको नामले यो गुजरा नगरपालिकाको नामाकरण भएको छ। त्यहाँ पनि अब पुल थिएन, एउटा सिँचाइले बनाएको थियो, त्यो पनि अब पानी अलि पर्ने बित्तिकै ओभरफ्लो भएर चाहिँ हुन्छ यातायात नै अवरोध हुन्थ्यो। यसो गरौँ न मेयर साहब, विषयगत रूपले कुरा गरौँ। यहाँ शिक्षामा पछाडि परेको पालिकाको रूपमा भनिन्थ्यो गुजरालाई विगतमा। यहाँ आएपछि यो पालिका जो निर्माण भयो त्यसपछि यो भेकमा कस्तो सुधार भयो? शिक्षामा के सुधारहरू गर्नुभयो? अब यो शिक्षा यस्तो चाहिँ हुन्छ जुन नहुने भएको कारणले गर्दा अब शिक्षामा एकैचोटि त्यसको रिजल्ट चाहिँ देखा पर्दैन, त्यो विस्तारित देखा पर्ने हो। तथापि जुन सुरुमा थियो त्यो अवस्थाबाट पक्कै हामी केही परिवर्तन भएको छ र निकट भविष्यमा राम्रो हुन्छ। हाम्रो प्रयास जारी छ। विद्यालयहरूमा नियमित पठन पाठन भइरहेछ। दोस्रो महत्त्वपूर्ण कुरा पर्छ आधार, विकासको आधारको रूपमा स्वास्थ्य। यहाँ स्वास्थ्य क्षेत्रमा कतिको परिवर्तन फड्कुमा? एकदम। अब सुरुमा हामी आउनुभन्दा अगाडि, संहिता लागू हुनुभन्दा अगाडि जम्मा 3 ठाउँमा स्वास्थ्य चौकी थियो। अहिले चाहिँ हाम्रो प्रत्येक वाडामा स्वास्थ्य चौकी छ र कहीँ स्वास्थ्य चौकी जुन ठाउँमा छैन त्यहाँ चाहिँ हामीले शहरी स्वास्थ्य क्लिनिक भनेर राखेका छौँ। त्यहाँ 2 जना कम्तीमा स्वास्थ्यमा जनताको पहुँच छ। यहाँ शिक्षामा पहुँच छ। कृषिमा आधारित यो पालिका मानिन्छ। कृषिमा के फड्को मारियो पालिकाले? कृषि हो वास्तवमा यो पनि अन्नको भण्डारकै छेउछाउमा पर्दो रहेछ। त्यसैले यसमा हामी विशेष गरेर अब आत्मनिर्भर त भइसकेका छैनौँ हामी बिउ बिजनमा, तैपनि उत्पादनमा यो बागमती सिँचाइले गर्दा र ठाउँमा डिप ट्युबवेलले गर्दा हाम्रो अहिलेको अवस्थामा राम्रै चाहिँ उत्पादन भइरहेछ। जुन चाहिँ पहिला हामी टोटली आकाशे पानीको भरमा हामी खेती गर्थ्यौँ र अहिले सिँचाइको छ। मलको कुरा यहाँ आउँछ। मध्य प्रदेश मात्रै होइन, नेपालमै मलको फ्याक्ट्री नभएर यहाँ किसानहरू खेतीको समयमा मल खाद पाउँदैनन्। यहाँको के समस्या? एकदम सही कुरो हो, यसमा हामी नकार्न सक्दैनौँ। एकदम सही। त्यसको विकल्पको रूपमा गुजरा नगरपालिकाले के गरेछ? और जैविक मल चाहिँ हामी त्यसको चाहिँ सब्सिट्युटमा हामी निःशुल्क केही चाहिँ नोमिनल भनौँ न 25% मात्रै लिएर 75% चाहिँ हामी अनुदान दिइरहेको छौँ। जैविक मल अनि यहाँ कर्मचारीको मार भनिन्छ। मध्य प्रदेशको अधिकांश पालिकाहरूमा कर्मचारीहरू नहुने, नबस्दिने, सङ्घबाट आएका प्रशासकीय अधिकृतदेखि लिएर लेखाका कर्मचारी लगायतका कर्मचारीहरूको अभाव
ले गर्दा पनि पालिकाहरू अवरोध देखिन्छ। यहाँ कस्तो अवस्था छ? होइन एकदम कर्मचारीहरूबाट एकदम होइन, कर्मचारी भएको कर्मचारीबाट जुन किसिमले सहयोग पाउनुपर्ने त्यो किसिमले सहयोग छैन पक्कै। एक त कर्मचारीको कमी, दोस्रो अनडिसिप्लिन के अनुशासनै छैन। अब देशमा के मन्त्रालयमा केन्द्रमा त अनुशासन छैन, झन् यो हाम्रो पालिकामा त के अनुशासन हो? कर्मचारीको एएनएम नन निर्माण भएको कारणले अनुशासन विहीन कर्मचारी हो। अनि यहाँहरू जुन पार्टीबाट आउनुभएछ त्यो पार्टीको माग थियो कि स्थानीय तह प्रदेश सरकारमा आउनुपर्छ भन्ने यहाँहरूले माग राख्नु भएको थियो, अहिलेसम्म पुरा भएको छैन। संघ सरकारलाई कस्तो के दिनुहुन्छ? यसलाई धन्यवाद दिनुहुन्छ? धन्यवाद त कसरी दिने, हामीसँग भनौँ न अब हाम्रो नजिकको यो प्रदेश सरकार हो, प्रदेश सरकार मातहतमा भयो भनेदेखि हामी तुरन्तै कुनै समस्या आइपर्यो भनेदेखि हामी गएर त्यसलाई समाधान गर्न पनि सक्थ्यौँ। अब त काठमाडौँ जाने केन्द्रमा कसले सुनिदिने? 25 दिन 30 दिन एउटा हाकिम यहाँबाट पलायन भयो कि अब हाकिम ल्याउनै या धोधो काठमाडौँ जानुपर्छ, एकदम अन्त हुनुपर्छ। एकदम मेयर साहब, एउटा कुरा मेयरको हिसाबले 3 तहको सरकार चल्दैछ, तिनै तह बीचको तारतम्य मिलेन भने कुनै पनि तह विकास गर्न सक्दैन, खास गरी त्यसमा पनि स्थानीय तह। गुजरा नगरपालिकाको मेयरको हिसाबले संघ र प्रदेशबाट कस्तो प्रकारको सहयोग असहयोग पाउनु भएछ अहिलेसम्म? अब अहिलेसम्म ठिकै पाएको, तर चाहिँ अब जुन किसिमले सहयोग पाउनु पर्ने त्यो किसिमले छैन। अब यही एउटा चाहिँ भनौँ न, अब आफ्नो मन खुसी हाकिमलाई सरुवा गरिदिने, हाकिम लिन गयो भनेदेखि जब त्यो पुरानो हाकिमलाई लिएर जाऊ, अब त्यो कमिसनको सर्कल के हो मलाई थाहा भएन। अब बसिराखेका हुन्छ मन्त्रालयमा, ल यो मात्रै रोज्नुहोस्, अनि सब नामुद्दा नामुद हुन्छ, कसलाई लिएर जाने? के भन्छ आफ्नो पनि अलिअलि बचाइराखेको चाहिँ जुन इज्जत त्यो पनि बर्बाद हुने चाहिँ डरले। अब त्यसमध्येबाट को राम्रो छ अनि छानेर हामी ल्याउने गरेका छौँ अहिलेसम्म। अब भोलि के हुन्छ त्यो थाहा भएन। अरू कुरो प्रदेश त त्यस्तै हो, अब नौ मात्रैकै चाहिँ विकासको चाहिँ उसमा भएको जुन दिनुपर्ने अनिवार्य दायित्व जुन छ त्यो दिनुपर्ने त्यो पनि समयमा दिँदैन, लास्टमा दिन्छ अनि त्यो पनि फ्रिज भएर जान्छ। यही हो। 2 पटक मेयर बनिसक्नुभयो, अब तेस्रो पल्ट मेयरकै लागि हो या अरू पदको लागि तयारी गर्दै? अब त्यो समयले बताउँछ हजुर। अब अहिले म कसरी भन्ने, अब जनता यहाँका मेरा पार्टीका मित्रहरू, अब केन्द्रका हाम्रो चाहिँ केन्द्रीय हाम्रा चाहिँ भनौँ न नेताजीहरूले के चाहिँ सल्लाह दिनुहुन्छ त्यही अनुसार अगाडि बढ्ने हो। अगाडि बढ्नुहुन्छ? हजुर बढ्छु। धन्यवाद समय दिनुभयो त्यसको लागि। ल यहाँलाई पनि धन्यवाद। आदरणीय दर्शकवृन्द, अहिले हामी छौँ गुजरा नगरपालिकाबाट कुराकानी गर्दैछौँ गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीसँग, जो आफैमा एउटा भ्रष्ट राजनीतिक कर्मी हुनुहुन्छ। जनताको नजिक बसेर सधैँ काम गरेका सन्तलालले प्रश्न पार्नु भएछ। उहाँले शिक्षा, स्वास्थ्य र कृषिमा फड्को मार्नु भएछ। यो पालिका जो पछाडि परेको थियो त्यो अगाडि बढ्ने क्रममा छ। जैविक मलको प्रयोगलाई बढावा दिने खालको प्रोत्साहन स्वरूप उहाँले 75% किसानलाई अनुदान दिनुभएछ र जैविक मलको प्रस्ताव दियो कि रासायनिक मलको प्रयोग भन्दा जैविक मलको प्रयोग गरेर उत्पादन जुन गरिन्छ त्यो स्वास्थ्यको लागि पनि लाभदायी हुन्छ र आम जनतालाई पनि यो सुझाव उहाँ दिन चाहनु भएछ कि जैविक मलको प्रयोग गरौँ। यो पालिका अझै प्रगति गर्दै गरोस्, यहाँको जनताहरूको जीवन स्तर माथि उठ्दै जाओस् भन्ने शुभकामना दिँदै आज म प्रेमचन्द्र झा प्रेम विथ पब्लिकबाट बिदा माग्दैछु। हेर्दै राख्नु होला हिन्दुस्तान।